नमस्कार सबैलाई। अब फेरि आज म तपाईँलाई इमिसमा लिएर आएको छु। इमिसमा नयाँ अपडेट आज आएको छ। नयाँ अपडेट भनेको विद्यालयको नाम नेपालीमा लेख्नुपर्ने हुन्छ। अब कसरी लेख्ने म तपाईँलाई देखाउँदैछु। यसको लागि तपाईँ इमिस लगइन गर्नुपर्ने हुन्छ। इमिसको यो ड्यासबोर्डमा यहाँ ड्यासबोर्ड हेर्नुभयो। यो ड्यासबोर्डमा यहाँ म लगइन गर्दैछु। लगइन गरेपछि तपाईँले यस्तो ड्यासबोर्ड आउँछ। अब यहाँबाट तपाईँ स्कुल प्रोफाइलमा जानुपर्छ। हेर्न सक्नुहुन्छ। स्कुल प्रोफाइलमा क्लिक गर्नु। यस्तो आएपछि यसलाई के गर्नुपर्छ, सहमतिमा म सहमत छु भनेरमा क्लिक गर्नु होला। म सहमत छुमा क्लिक गरेपछि तपाईँको यस्तो ड्यासबोर्ड खुल्छ। अब यो ड्यासबोर्डको तपाईँको यहाँ लास्टमा हेर्न सक्नुहुन्छ, विद्यालयको नाम नेपालीमा लेख्नुपर्ने। यो शिक्षकको तलबी प्रतिवेदन तयार गर्नको लागि नेपालीमा हुनुपर्ने भएकोले यो अहिले नयाँ भर्खर अपडेट भएको छ। यसको नेपालीमा लेख्नको लागि के गर्नुपर्छ, तपाईँले गुगलमा जानु होला। सिम्पल गुगलमा गएपछि एउटा पृथ्वी टु युनिक कोड सर्च गर्नु होला। युनिक कोडको राइटिङ मात्रै त्यहाँ लिन्छ र यहाँ माथिमा पृथ्वीमा लेख्नु होला, तलमा आफै युनिक कोडमा आउँछ। यसलाई तपाईँ यहाँबाट कपी गर्नु होला। कपी गरेपछि तपाईँ यहाँ आएर के गर्नु होला, यहाँ पेस्ट गरिदिनु होला। हस् त, धन्यवाद।